ओके गाइस, हामी चाहिँ अब मङ्गलबारे जयगाउँ लाग्नु आँटेको छौँ है नि। गाइस हामी चाहिँ मङ्गलबारे आइपुग्यो पुरै हाइवेमा। एकदमै तपाईँहरू आउँदा चाहिँ मास्कहरू चाहिँ कम्पलसरी लगाएर आउनु गयो भने राम्रो छ है। बाटो एकदमै राम्रो हो। थ्याङ्क यू दाइ। अलि नेपाली टाइप्सको होइन गर्लफ्रेन्डहरू छ भने चाहिँ यहाँनिर हेर्नुहोस् है, लुगाहरू एकदम मजा छ होइन गाइस। आमामा हो दिदीको यो पसल चाहिँ हेरौँ त ट्याक्कै। यो लोकल हो माछा। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरू आराम सन्चै हुनुहुन्छ होला मेरो साथीभाइहरू। ओके, आज चाहिँ म चाहिँ बजार जानु लागेको छु। पुरै अहिले सपिङहरू छ। सो हामीले बजार खाने भने चाहिँ कहाँ हो भन्दा चाहिँ हामी चाहिँ फुन्चुलिङ बजार अनि इन्डिया जान्छौँ, जयगाउँ होइन। जयगाउँको बजारहरू खाइन्छ। सो आज चाहिँ म मङ्गलबारे हाट जाँदैछु है। यहाँको बजारहरू कस्तो रहेछ हजुरहरूको छेउमा, हजुरहरूको माझमा लिएर आउँछु है त। बजारको हाउभाउ कस्तो हुँदो रहेछ हाम्रो बजारहरू होइन। हामीले सधैँ सपिङ गर्ने अब होइन गर्ने भर्ने बजारहरू, हाट बजारहरू हजुरहरूलाई पनि जाँदा जाँदै हल्का घुमाउनु चाहन्छु है त बजारतिर है। लु अहिले चाहिँ म अलिकति यहाँ आइपुगेको छु। गाडी आइपुगेको छ, गाडी वेट यहाँ मान्छे पिकअप गरेर आउँदैछ। अन्त त्यो चाहिँ गाडीमा चढेर जाने हो। ल अब चाहिँ जाउँ है त बजार आज चाहिँ मसँगै। यस्तै छ गाउँको हालखबर चाहिँ। एकदमै घाम लागिरहेको छ मजाले, सनी एकदम। आज चाहिँ गरमले चाहिँ यहाँ त जाडो छ हो हामी बसेकोमा त, अनि गरमले साह्रो परिन्छ होला तल चाहिँ कस्तो हुन्छ हेरौँ। ए गाइस, हामी चाहिँ लाग्यो है गाडीमा चढेर होइन। जान्छ मेरो भाइ हो, भाइ हो नाम तारमन राई। तारमन राई हुनुहुन्छ, टुप्पा हुनुहुन्छ, यता सन्देश हो पृथ्वीमान फुपू हामी हुन्छ, यहाँ हिरो एउटा होइन छ। आज चाहिँ हल्का मङ्गलबारे गएर चाहिँ हल्का कस्तो हुँदछ हेरौँ है त गाइस। हामी चाहिँ क्रुसा ब्रिजमा आइपुग्यो है। केटाले लाँदैछ असालाई खेल्ने ठाउँ उता उँभो। ल त साथी हो, हामी चाहिँ फुन्चुलिङ पुग्यो है। अब चाहिँ यहाँ थोरै पार्किङ दिन यता आइरहेको बिहा भाइको ब्याङ्कमा काम छ हो, ब्याङ्कमा जाने हो। ल फुन्चुलिङको नजारा चाहिँ यस्तै छ है गाइस, हेर्नुहोस् होइन। साह्रो झोक्यो त हौ बहिनी त। रमाइलो जिन्दगान चिया खाइदिउँ होइन, खाइदिउँ। प्लस गाइस अब हामी चाहिँ चिया खाइदिने हो। कस्तो पाउँछ यहाँनिर होइन, चिया खाइदिउँ, चिया पिइदिउँ, खाइदिउँ होइन पिइदिउँ। दामी छ रहेछ। भाइसँगको चिया खाने अब 1 ग्राम होइन, त्यसपछि जाउँ। त्यतिमा बेसी बेसी मिठो चिया हानेर चाहिँ जाने हो। के अरू पनि खाने के मोमोहरू बहिनी मोमो फ्रेस हो? ओके, बासी त होइन कि? बासी दिनु कति? 2 प्लेट? 2 प्लेट मोमो दिनु हो अनि सिङ्गडा 2टा दिनुहोस् न ल। समोसा यस्तो रहेछ है गाइस। चलाइदिउँ नि चाहिँ मोमो आइपुगेको छ है। ल मोमो खाएर लाग्दिउँ नि दाजुभाइ। त्यसको पनि कस्तो रहेछ? हस् चाइ
चाहिँ एकदम क्युट गरेको छ बा मिठो छ एकदम मिठो छ चिया मोमो पनि टेस्ट गरिहाल्ने हौ मोमो ओ भेज हो नि टेस्ट गर्दा कस्तो छ हामी छ देखौँ मिठो छ एकदम रेस्टुरेन्ट हामी चाहिँ सबै चियाहरू खाएर होइन अब चाहिँ निस्किन आँटेको है जाउँ एकदम मिठो छ ल थिम्पू फुन्चुलिङ भुटान चाहिँ यस्तै छ है गाइस अब तपाईँहरू कहाँ कहाँ बसेर हेर्नुहुन्छ होइन भुटानमै बस्ने मान्छेहरूलाई त सबै थाहा छ अनि देश विदेशको साथीभाइहरू हुनुहुन्छ भने चाहिँ फुन्चुलिङ भुटानको चाहिँ नजारा यस्तै छ भनौँ यो लाइनमा छ यो लाइनमा छ गरेर जानुपर्ने पऱ्यो बुक स्टोरमा भाइको काम छ अलिकति ओके गाइस हामी चाहिँ अब मङ्गलबारे जयगाउँ लाग्नु आँटेको छौँ है नि एकदम यहाँ चाहिँ फुन्चुलिङको यो एकदम पार्ट हो यस्तो छ ब्याक साइड हेरिहाल्नुहोस् होइन यहाँ चाहिँ पुरै साइड डेभलप भइरहेको रहेछ फुन्चुलिङ सहर चाहिँ यस्तो छ है गाइस एकदम हेरेर साथ दिनुहोस् होइन एकदम मेरो साथीहरू देश विदेशमा हुनुहुन्छ भने चाहिँ हजुरहरूको लागि स्पेसल अब भुटानकै लागि हो भने चाहिँ तपाईँहरू बाहिर पनि जानु छ भने बाहिर गएर बसिरहनु भएको छ भने चाहिँ फुन्चुलिङको भुटानको हालखबर त्यस्तै छ भन्नु पऱ्यो एकदम लाइक एन्ड सेयर च्यानलमा चाहिँ तपाईँले क्यास चाहिन्छ है फुन्चुलिङ सहरको यो चाहिँ यस्तो छ है हेर्नुहोस् गाइस होइन यो चाहिँ भुटानको फुन्चुलिङ सहर हो को भ्यूहरू चाहिँ यस्तै छ अब यहाँ तल थोरै गएपछि हामी जयगाउँ चेकपोस्ट होइन मा एन्ट्री गर्छौँ ओके गाइस होइन अब हामी चाहिँ जयगाउँभित्र एन्ट्री गर्ने ठाउँ चाहिँ यस्तो हुन्छ हो यस्तो भिड हुन्छ है गाइस यहाँ चाहिँ हामीले स्पेसली आइडेन्टिटी कार्डहरू चाहिँ ल्याउनु पर्ने हुन्छ बोक्नु पर्ने हुन्छ यहाँ चाहिँ एकदमै आएर अगाडि गइरहेछ आइडेन्टिटी कार्ड पर्ने रहेछ यहाँ चाहिँ स्क्यान गर्ने सिस्टम राखेको रहेछ अहिले चाहिँ यसो
एकदम यो चाहिँ सिस्टमेटिक छ है गाइस। ओके 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 टोपी लाउन भएन यसो गाइस। स्पेक या स्पेक पनि हुँदैन रहेछ गाइस एकदमै। ओके थ्याङ्क यू। स्पेक पनि नहुँदो रहेछ क्या टोपी स्पेक। गाइस हामी चाहिँ अब जयगाउँबाट एन्ट्री भएर मङ्गलबारे जाने हो। यहाँ ठक्कै आइपुगेको छौँ। हाम्रो भुटानको चेकपोस्ट होइन जयगाउँको चेकपोस्ट चाहिँ यस्तो छ। यहाँ चाहिँ मलाई चाहिँ एसएसपी म्याडमले होइन उसको भिडियो बनायो कि भनेर अलिकति हेऱ्यो पनि होइन। त्यसरी अर्काको भिडियोहरू त बनाउनु हुँदैन हामीले खास गरी, तर पनि त्यस्तो उसको बनाएको थिएन। फ्रन्ट क्यामेराबाट बनाइरहेको थिएँ कि मैले चाहिँ गाइस होइन। त्यस्तो भयो केही भएन। अब यहाँबाट हामी जाँदैछौँ मङ्गलबारे नि मङ्गलबार जाने। जयगाउँको रमझम चाहिँ यस्तो छ। कता गयो अब जाने हो। ओके गाइस हामी चाहिँ अब अटो छ है मङ्गलबारे कहाँ छ। म यहाँ बस्छु हो ल। ओके हामी चाहिँ टोटोमा चढ्यो है गाइस। अब हिँडेको अब यहाँ दैले पुऱ्याइदिन्छ होइन। कहाँ पुऱ्याउने हो? बजार कहाँ हो? मङ्गलबारी। तपाईँको नाम के हो? मेरो नाम शम्भु। यो त हेरेर भनौँ न ठोकेलाई। मेरो नाम शम्भु हो। अब म चाहिँ अटो कुदाएर अब मङ्गलबारी बजार पुगाउन आँटेको छु। ओके यहाँ हाम्रो दैले पुऱ्याउने छ। जयगाउँको चाहिँ यस्तै छ हालखबर होइन। जस्तै भए पनि के भन्छ यो निगार खाने हो हामी चाहिँ अब गएर। अब मेरो भुइँमा चाहिँ कति आँट छ भने अब 5 लिटरदेखि 5 लिटर चाहिँ जान्छ। 5 बजार अन्त यस्तो खानु सक्नु पऱ्यो हामीले। मङ्गलबारेमा गएर चिल हान्ने अरे केटाहरूले क्या। आफ्टर लङ टाइम ब्याक होइन म चाहिँ मङ्गलबारे गएको। अब बहुत साल पछाडि नै भनौँ न। अब डेली त आउनु पाइँदैन होइन। कोही कोही बेला यस्तो मौका मिल्दाखेरि आइन्छ नि त गाइस होइन। त्यो कारणले गर्दा चाहिँ मङ्गलबारे गइँदैछ है गाइस। एकदम कस्तो छ रहेछ पहिलाको जस्तो लाग्दैछ कि लाग्दैन रहेछ हेरौँ बजार कस्तो लाग्छ। होइन दाइ कस्तो लाग्छ बजार? राम्रै लाग्छ पहिला जस्तै? पहिलाको जस्तै हो बजार। यो चाहिँ जयगाउँको नजरा भन्ने चाहिँ के गाइस। जयगाउँमा चाहिँ प्रायः ट्राफिकहरू चाहिँ एकदमै जाम हुन्छ है होइन। यता ठुलो गाडी लाइन लगिरहेको छ। धन्दा हाम्रो चाहिँ सानो भएर छिर्यो है। सानो भएर छिर्यो। अब यो त पुरा भुटानसम्मै हो यो जाम चाहिँ। यस्तो भएर बस्छ यो जाम पुरा लामो छ। यो जाम चाहिँ एकदमै टाइट छ क्या। टाइट भन्छ होइन। टाइट छ क्या टाइट। ओके जाम टाइट छ। यस्तै छ जयगाउँको चाहिँ। मजा आइरहेको छ भाइहरू? एकदमै मजा आइरहेको छ। अब के भन्नु हल्का भइरहेको छ। गरम चाहिँ मलाई चाहिँ तपाईँहरूले चाहिँ भनिरहेको छ मलाई चाहिँ कस्तो भयो होला भने। म चाहिँ गरमै भइरहेको छ। तर यो टोपी लाउने अब केस फालेर होइन यस्तो भइरहेको छ। अब यो बानी भयो अलिकति त्यो भएर के स्टाइल आफ्नो पर्सनालिटी हो। यस त्यही हो ठिकै भन्नुभयो तपाईँले होइन। त्यस्तै छ आजभोलिको जेनेरेसनमा होइन। हल्का मोडिफाई त हुनै पऱ्यो होइन अलिकति भए पनि होइन। त्यही हो अपग्रेड हुनै पऱ्यो। हामी चाहिँ मङ्गलबारे आइपुग्यो पुरै हाइवेमा। एकदमै तपाईँहरू आउँदा चाहिँ मास्कहरू चाहिँ कम्पलसरी लगाएर आउनु भयो भने राम्रो छ है। बाटो एकदमै राम्रो हो। थ्याङ्क यू दाइ ल। अन्त अब हामी यहाँ हाइवेमा आइपुग्यो। अब चाहिँ हामी बजारतर्फ लाग्छौँ गाइस होइन।
यस्तै छ रमाइलै छ होइन एकदमै कस्तो छ तर बाटो चाहिँ अलिकति पुरा अफरोड सकेको रहेछ भरे खास गरी चाहिँ बाटो चाहिँ बनाइदियो भने राम्रो थियो होला अब मङ्गलबारे भन्ने एन्ट्री गयो है अब भित्र पस्यो है बजारमा भाइहरू हेरिरहेको छ ल यहाँ चाहिँ काँटा कोदालीको रहेछ है अहिले आउँदा हौ कस्तो जाउँ होइन झलमललाई किनभने यहाँ चाहिँ अलिकति नेपाली बसेको जग्गा हो कि त्यो भएर नेपाली बसेर पनि लाग्छ नि त तल जान्छु मङ्गलबारेको गल्ली गल्ली आज त नखाउँ होला हौ नखाने यस्तो छ है मङ्गलबारेको चाहिँ अब यसो अलि नेपाली टाइप्सको होइन गर्लफ्रेन्डहरू छ भने चाहिँ यहाँनिर हेर्नुहोस् है लुगाहरू एकदम मजा छ होइन गाइस नानीहरूको लागि आउँदैछ एकदम रमाइलो छ सब्जी बजार पुग्यो यहाँनिर गाइस है हाम्रो यहाँनिर भुटानको नेसनल उयो लगाएर छ अघि भन्दै म बिजी भएर उता जाने केटाहरू अब उता खाने ठाउँमा जाने अरे हो भाइहरूको चिनाजाना छ त यतातिर पनि कहाँ मान्छ गाइस एकदम चिनाजाना छ है किनामाहरू बोडी पाउने यहाँ चाहिँ पुरा दिने हो क्या यहाँ चाहिँ भट्टी हो क्या भट्टी भाइहरू भट्टीमा पसिरहेको हो अब के खाने भन्दैछ भाइहरूले होइन म चाहिँ यो चाहिँ एकदमै हामी नेपाली दिदीहरू हुनुहुन्छ नि त यतातिर चाहिँ आमामा हो दिदीको यो पसल चाहिँ हेरौँ त ट्याक्कै यो लोकल हो माछा लेग पिसहरू रहेछ है रोटी होइन यहाँ चाहिँ नेपालीहरू हुन्छ त्यही मङ्गलबारे आउँदाको मजा चाहिँ यही छ क्या होइन भाइहरू ओके हामी चाहिँ यहाँ चाहिँ केही भाइहरू यहाँनिर अलिकति होइन रोटी खाँदैछौँ रोटी टेस्ट गर्ने होइन यहाँ रोटी यस्तो छ रोटी हेर्नुहोस् रोटी चाहिँ एकदम लाइकको छ दिदीले फेरि खतरा दिँदैछ हो यहाँ चाहिँ हामी चाहिँ रेगुलर कस्टमर जस्तो हो कि आज यहाँको मेन प्रोहरू चाहिँ आएन नि त होइन दिदी होइन नेपाली दिदीहरू हजुर हजुर अनि दिदीको नाम चाहिँ के हो नाम तपाईँको हजुर निता के हो मगर के पर्दन हो ए उता दिदीको चाहिँ पर्दन सबै पर्दन मात्रै बसेको छ क्या एकदमै यहाँ चाहिँ रमाइलो छ है माग्नेको चाहिँ के छैन अरे आइडिया नभएको माग्नेको चाहिँ किनभने माग्ने चाहिँ अब यहाँ दिएन भने त अगाडि बुझिहाल्नु भने कसको पैसा निक्लिने छ
तथी छ भने चाहिँ त्यसो गर्ने म माग्ने हुन्छ कस्तो गर्थ्यो भने एक ठाउँ माग्दा दियो भन्थ्यो दिएन एक ठाउँ माग्दा दियो भन्थ्यो दिएन भने अर्को कसले पैसा निकाल्छ फेरि यहाँ चाहिँ कन्फर्मै गरेको होला नि त 100% ढुकेर भए पनि यिनीहरूलाई चाहिँ होइन रोटी दिएको रोटी नखाने रोटी दिएको ओके माग्नेसँग चाहिँ अब अलिकति ट्यालेन्ट भएन अरे हो भाइले चाहिँ ऊ माग्ने थियो भने चाहिँ यहाँ दिएन भने चाहिँ अर्कोमा पुगिहाल्छ अरे सही हो त्यो पनि होइन तर दिनुपर्छ है माग्नेलाई चाहिँ अहिले चेन्ज बनाएर दिँदै जानुपर्छ होला अलिअलि होइन त्यस्तै हो ओके साथी हो हामी चाहिँ एकदमै टन्नै खाएर होइन कस्तो लाग्यो आजको एकदम यहाँ आएर भन्ने दामी यहाँ दिदीहरूको चाहिँ दिदीहरूको हल्का होइन अब हामीले चिल गऱ्यौँ होइन यहाँ आएर दिदी होइन तपाईँहरूको एकदमै यहाँ दिदीहरूले के भन्नु छ तपाईँहरूलाई थ्याङ्क यू भनेर नि यहाँ दिदी ओके दिदीहरूको चाहिँ एकदमै हातको एकदम मिठो छ होइन यहाँ आएर तपाईँहरूले पनि खाइदिनुहोस् होइन मङ्गलबारेमा आएर ठक्कै होइन एकदमै हामी चाहिँ सधैँ आउँछौँ नि त त्यो कारणले गर्दाखेरि आज चाहिँ यहाँ दिदीहरूको लागि अलिकति दोकानको प्रमोसन जस्तै हो एकदम मिठो छ खानाहरू खाइयो होइन एकदम अब चाहिँ जानेछौँ ल दिदीहरू फेरि भेटौँ ल एकदम दिदीहरूले युट्युब च्यानललाई एकदमै सब्सक्राइब पनि गरिदिनु भयो होइन यहाँलाई धेरै धेरै धन्यवाद होइन सेयर पनि गरिदिनुहोस् अनि तपाईँहरूको दोकानहरू एकदमै निस्किन्छ होइन एकदम आइदियोस् होइन कस्टमरहरू साथीभाइहरू आउनु होला तपाईँहरूले पनि खानु होला है ओके अब चाहिँ हिँड्यो हो अगाडि बढ्यो अब हाम्रो हल्का हल्का सपिङहरू हुन्छ होइन सपिङहरू हुन्छ त्यो कारणले गर्दा अब चाहिँ हामी चाहिँ सपिङ गरेर फर्किन्छौँ है त गाइस हेर्दै गर्नु होला ओके गाइस हामी चाहिँ अब सपिङहरू भइसक्यो है पुरापुरी लाग्ने हो भुटानतिर होइन जाँदैछौँ बिस्तारै बजार चाहिँ यस्तै छ कान्छाले के हान्दैछ बदम हानिरहेको ओके गाइस हामी चाहिँ अब सबै सपिङहरू गरिसक्यो सो अब चाहिँ फेरि फर्केर भुटानपट्टि लाग्दैछु है त गाइस भिड चाहिँ यस्तो छ होइन एन्ट्री हुने एक ठाउँ हुन्छ जाने चाहिँ एउटा हुन्छ होइन अनि गइँदैछ है गाइस मङ्गलबारे हल्का चिल गरेर हिँडेको नि त यहाँ पुग्यो अब आइडेन्टी कार्ड सो गर्नु पर्यो के ओके गाइस अहिले चाहिँ हामी चाहिँ कम्प्लिटली सपिङ गरेर सक्यो यहाँ हिरो पनि बसिरहेको छ एकदम हत्तु भयो होइन जयगाउँदेखि कस्तो भयो हत्तु भयो नि अब चाहिँ होइन एकदमै होइन हत्तु भयो अब चाहिँ घर लाग्ने हत्तु भयो ओके अन्त जस्तै भयो होइन गाडीको लोड यसो हुन्छ लोडेड पुरा हो यहाँ हेर यो हिरो चाहिँ यही हो अन्त ओके अब जस्तै भए पनि हामीले जस्तै सपिङ गरेको एकदमै टाइमहरू पाइएन तर पनि हल्का हल्का टाइम निकालेर भिडियो क्याचअप गरेको छु यो भिडियोलाई हेरेर एकदमै मनोरञ्जन लिनु होला अब हाम्रो चाहिँ यस्तै हो इन्डिया बजारहरू हल्का खाइन्छ नि त सो त्यो कारणले गर्दा अनि एकदम भिडियोलाई हेरेर लाइक गरेर होइन सब्सक्राइब गर्नु ल अब जुन चाहिँ हामीले मैले त्यो हाम्रो इन्डिया र भुटानको बिचमा त्यो सिस्टमहरूको बारेमा मैले लगाएको छु होइन प्लिज अब भुटानको अब आउटपोर्ट इम्पोर्ट हुनेको जग्गामा चाहिँ एकदम रुलहरू चाहिँ एकदम टाइट छ प्लिज हजुरहरू सम्पूर्णले होइन त्यसलाई चाहिँ फलोअप गरिदिनु होला भन्न चाहन्छु है त गाइस भन्दै आजको भ्लगमा यतिमा अन्त गर्न चाहन्छु फेरि भेटौँ नेक्स्ट भ्लगमा तपाईँ आफ्नो ख्याल राख्नुहोस् खुसी बस्नुहोस् साथै उहाँहरूलाई पनि खुसी राख्ने कोसिस गर्नुहोस् बाई